हेलो नमस्ते कोनिचिवा मिनासान। आजको यो भिडियोमा हामी JLPT N3 का 1000 प्लस मिनिङहरूमध्ये पार्ट 4 अन्तर्गतका 100 वटा मिनिङ हेर्नेछौँ। 301 देखि 400 नम्बरसम्मका मिनिङहरू हेर्नेछौँ। योभन्दा अगाडि हामीले पार्ट 3 अन्तर्गत 300 वटा मिनिङ राखिसकेका छौँ अथवा हेरिसकेका छौँ। हेर्न बाँकी हुनुहुन्छ भने त्यो भिडियो हेर्न सक्नुहुन्छ। खान्जीको लागि भने छुट्टै सजिलो तरिकाले सम्झिन सजिलो होस् भनेर अलरेडी भिडियो राखिसकेका छौँ। यस पछाडिका अरू पाठहरू र ग्रामर र मक टेस्टका लागि च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस्। आज हामी 301 देखिका मिनिङहरू पढ्नेछौँ 400 301 मा छ जाइसान। जाइसान भनेको सम्पत्ति अथवा प्रपर्टी। सम्पत्ति प्रपर्टीलाई जाइसान भनिन्छ। 302 मा छ सिधौ। सिधौ भनेको मार्गदर्शन अथवा गाइड गर्नु। त्यसै 303 मा छ कौउन। कौउन भनेको भाग्य, गुड लक। त्यस्तै 304 मा छ ताताखाउ। ताताखाउ भनेको झगडा गर्नु, फाइट पर्नु। 305 मा छ ओसोरेरु। ओसोरेरु भनेको डराउनु। 306 मा छ क्योफु। क्योफु भनेको भय अथवा डर, धेरै डराएको अवस्थालाई क्योफु भनिन्छ। 307 सिक्के। सिक्के भनेको आर्द्रता अथवा ह्युमिडिटी। हावामा पानीको बाफको मात्रा कति छ भन्नुपर्दाखेरि आर्द्रतामा नापिन्छ, त्यसलाई सिक्के भनिन्छ। त्यस्तै 308 मा छ किम्यौ। किम्यौ भनेको अनौठो। 309 मा छ स्यौची। स्यौची भनेको बुझ्नु। त्यस्तै 310 मा छ नायामु। नायामु भनेको चिन्ता गर्नु। 311 मा छ ओसोराकु। ओसोराकु भनेको सायद अथवा केही कुरा सम्भव छ भन्नुपर्दा ओसोराकु भन्ने शब्द प्रयोग हुन्छ। 312 हिगाई। हिगाई भनेको क्षति अथवा ड्यामेज। 313 खाकुदाई। खाकुदाई भनेको विस्तार। खान्जी पनि हेर्दै गरौँ। अगाडि खान्जी हिरोईको खान्जी छ, त्यसो गर्दाखेरि विस्तार गर्नु, ठुलो बनाउनु भन्दाखेरि खाकुदाई भन्ने शब्द प्रयोग हुन्छ। 314 मा छ होतोन्दो। होतोन्दो भनेको लगभग अथवा प्राय भन्दाखेरि होतोन्दो भन्ने शब्द प्रयोग हुन्छ, यसको खान्जी हुँदैन। त्यस्तै 315 मा छ हेरासु। हेरासु भनेको घटाउनु, रिड्युस गर्नु। फुयासु भनेको बढाउनु भने जस्तै, हेरासु भनेको चाहिँ घटाउनु। 316 मा छ तेन्कौ। तेन्कौ भनेको मौसम, वेदर। तेन्कौ चाहिँ अलि लामो समयको लागि भन्नुपर्यो भने तेन्कौ भन्ने शब्द प्रयोग हुन्छ, अथवा अलि औपचारिक तरिकाले भन्नुपर्यो भने अर्को तेन्की पनि भनिन्छ मौसमलाई। तेन्की भनेको चाहिँ आजको मौसम भन्नुपर्यो भने तेन्की भन्ने शब्द प्रयोग हुन्छ। त्यसै 317 मा छ ताइखा। ताइखा भनेको महान व्यक्ति अथवा एक्सपर्टलाई ताइखा भनिन्छ। त्यसै दाइखा भनेको चाहिँ ठुलो परिवार, संयुक्त परिवारलाई दाइखा भनिन्छ, दाइखाजोको। त्यस्तै 318 मा छ कोवेन। कोवेन भनेको व्याख्यान अथवा लेक्चर। 319 मा छ कोतोनारु। कोतोनारु भनेको फरक हुनु, भिन्नता हुनुलाई कोतोनारु भनिन्छ। 320 मा छ मोतोमेरु। मोतोमेरु भनेको खोज्नु, सर्च गर्नुलाई मोतोमेरु पनि भनिन्छ। 321 मा छ इदो भनेको सर्नु अथवा मुभ हुनु। अर्को उखासु भन्ने पनि शब्द हुन्छ, सार्नु मुभ हुने भन्दाखेरि, तर यो इदो भनेको चाहिँ स्थान परिवर्तन हुने कुरासँग सम्बन्धित हुन्छ। त्यस्तै 322 मा छ सोवोन। सोवोन भनेको आवाज अथवा हल्ला, नोइजलाई सोवोन भनिन्छ। कोही मात्रै भनेको चाहिँ आवाज हो भने सोवोन भनेको चाहिँ खराब, हल्ला जस्तो बेला प्रयोग हुन्छ, अलि नकारात्मक शब्द हुन्छ। त्यस्तै 323 मा छ हियौ। हियौ भनेको समीक्षा गर्नु। त्यस्तै 324 मा छ यौसी। यौसी भनेको कागज अथवा फर्म, एप्लिकेसन फर्मलाई यौसी भनिन्छ। 325 मा छ रिप्पा। रिप्पा भनेको शानदार अथवा भव्य भन्नुपर्यो भने, ठुलो भन्नुपर्यो भने रिप्पा भन्ने शब्द प्रयोग हुन्छ। रिप्पाको अर्थ चाहिँ शानदार अथवा उत्कृष्ट, प्रशंसनीय भन्ने लाग्छ।
326 मा छ कोतोवारू। कोतोवारू भनेको अस्वीकार गर्नु अथवा नमान्नु भन्ने शब्दको अर्थ लाग्छ। त्यस्तै 327 मा छ सासाएरू। सासाएरू भनेको समर्थन गर्नु, मान्नु अथवा सहारा दिनु भन्ने अर्थ लाग्छ। त्यस्तै 328 मा छ हिहान। हिहान भनेको आलोचना गर्नु, गल्ती देखाउनु अथवा नकारात्मक कुरा गर्नु पर्यो भने हिहान भनिन्छ। 329 मा छ कोन्जाचु। कोन्जाचु भनेको भिड, मान्छे अथवा गाडीहरू धेरै भएर जाम हुनुलाई कोन्जाचु भनिन्छ। 330 मा छ मेइरेई। मेइरेई भनेको आदेश अथवा कमान्ड गर्नु, माथिल्लो व्यक्तिले दिएको निर्देशन अथवा हाकिमको आदेशलाई मेइरेई भनिन्छ। 331 मा छ रोन्सो। रोन्सो भनेको विवाद, विचार नमिल्दाखेरि बहस हुनुलाई रोन्सो भनिन्छ। 332 मा छ कोन्याकु। कोन्याकु भनेको फुलमाला अथवा इङ्गेजमेन्ट, इङ्गेजमेन्टलाई कोन्याकु भनिन्छ। 333 मा छ कौदौ। कौदौ भनेको व्यवहार अथवा एक्सन, कसैले गर्ने काम वा चालचलनलाई कोन्दौ भनिन्छ। त्यस्तै 334 मा छ हिगेकी। हिगेकी भनेको दुःखद घटना, नराम्रो अथवा दुःख दिने घटनालाई हिगेकी भनिन्छ। 335 मा छ याचिन। याचिन भनेको घर भाडा अथवा रेन्ट, घर भाडालाई याचिन भनिन्छ। 336 मा छ हिप्पारु। हिप्पारु भनेको तान्नु, पुल गर्नु, आफूतिर खिच्नुलाई हिप्पारु भनिन्छ। त्यस्तै 337 मा छ होकोरी। होकोरी भनेको गर्व गर्नु, प्राउड हुनु। त्यस्तै 338 मा छ तेकिसेचु। तेकिसेचु भनेको उपयुक्त, ठिक्क मिल्दोलाई तेकिसेचु भनिन्छ। त्यस्तै 339 मा छ हितेई। हितेई भनेको अस्वीकार गर्नु, होइन भन्नु। त्यस्तै 340 मा छ योक्यु। योक्यु भनेको माग गर्नु, डिमान्ड गर्नु, केही कुरा चाहेर जोडले भन्नुपर्दा योक्यु भनिन्छ। 341 मा छ होएमु। होएमु भनेको मुस्कान दिनु अथवा स्माइल गर्नु, हल्का हाँस्नु, किच्चा दाग देखाउनुलाई होएमु भनिन्छ। 342 मा छ सेइगेन। सेइगेन भनेको सीमित अथवा लिमिट। त्यस्तै 343 मा छ हात्ताचु। हात्ताचु भनेको विकास गर्नु, विस्तार हुँदै जानुलाई हात्ताचु भनिन्छ। 344 मा छ चोकुसेचु। चोकुसेचु भनेको डाइरेक्ट अथवा प्रत्यक्ष। त्यस्तै 345 मा छ ताइसाकु। ताइसाकु भनेको उपाय, समस्या समाधान गर्ने तरिकालाई ताइसाकु पनि भनिन्छ। 346 मा छ होसिन। होसिन भनेको नीति अथवा पोलिसीलाई होसिन भनिन्छ। 347 मा छ होन्की। होन्की भनेको गम्भीरता, केही कुराको सिरियस तरिकाले लिँदा अथवा विशेष चासो दिएर लिँदाखेरि चाहिँ त्यसलाई होन्की भनिन्छ। त्यस्तै हिस्सी। हिस्सी भनेको पुरा प्रयास गर्नु, ज्यान लगाएर प्रयास गर्नु पर्यो भने त्यसलाई हिस्सी भनिन्छ। सके जति प्रयास गर्नु भनेको हिस्सी गर्नु भनिन्छ। त्यस्तै 349 मा छ जौखा। जौखा भनेको वृद्धि, बढ्नु। र 350 मा छ यो। यो भनेको खर्च, कस्ट अथवा पैसा लाग्ने कुरालाई यो भनिन्छ। 351 मा छ स्यौराई। स्यौराई भनेको भविष्य, फ्युचर। त्यस्तै 352 मा छ केइको। केइको भनेको प्रविधि अथवा अहिलेको ट्रेन्ड भन्नुपर्यो भने केइको भनिन्छ। त्यस्तै 353 मा छ हितोसी। हितोसी भनेको बराबर, इक्वल, समान हुनु। त्यस्तै 354 मा छ किजुन। किजुन भनेको मापदण्ड, स्ट्यान्डर्ड, नाप्ने स्ट्यान्डर्ड अथवा मापदण्ड भन्दाखेरि किजुन भनिन्छ। त्यस्तै 355 मा छ कौजौ। कौजौ भनेको संरचना अथवा बनावट। 356 मा छ हिखाकु। हिखाकु भनेको तुलना गर्नु, कम्पेयर गर्नुलाई हिखाकु भनिन्छ।
357 मा छ योसौ योसौ भनेको अनुमान। त्यस्तै 358 मा छ केचुरोन केचुरोन भनेको निष्कर्ष निकाल्नु, अन्तिम निर्णय निकाल्नुलाई केचुरोन भनिन्छ। त्यस्तै 359 मा छ कौखा कौखा भनेको प्रभाव असर र 360 मा छ ह्युगेन ह्युगेन भनेको अभिव्यक्ति अथवा व्यक्त गर्ने तरिकालाई ह्युगेन भनिन्छ। 361 मा छ खाकुजिचु खाकुजिचु भनेको निश्चित गर्नु अथवा पक्का गर्नु। 362 मा छ खाकुनिन खाकुनिन भनेको पुष्टि गर्नु, कन्फर्म गर्नु, चेक गरेर निश्चित गर्नुलाई खाकुनिन भनिन्छ। खान्जी अगाडि उस्तै छ, खाकुनिन र खाकुजिचुको अगाडिको खान्जी उस्तै छ। त्यस्तै 363 मा छ हान्दानयोकु हान्दानयोकु भनेको निर्णय क्षमता अथवा सही निर्णय गर्न सक्ने क्षमतालाई हान्दानयोकु भनिन्छ। 364 मा छ सिजी सिजी भनेको निर्देशन इन्स्ट्रक्सन र 365 मा छ तोकुच्यौ तोकुच्यौ भनेको विशेषता अथवा फिचर्स। 366 मा छ तातोए तातोए भनेको उदाहरण अथवा एक्जाम्पल। 367 रियौ रियौ भनेको प्रयोग अथवा युज। 368 ताचिबा ताचिबा भनेको स्थिति अथवा पोजिसन। 369 मा छ तेचुजुकी तेचुजुकी भनेको प्रक्रिया काम गर्ने स्टेप अथवा प्रोसेस भन्नुपर्दा अनि तेचुजुकी भनेर प्रयोग हुन्छ। 370 मा छ जिजेन जिजेन भनेको पहिले नै। 371 मा छ ताइसो ताइसो भनेको लक्ष्य अथवा टार्गेट, लक्ष्य टार्गेटलाई ताइसो भनिन्छ। 372 मा छ तान्तो तान्तो भनेको जिम्मेवारी अथवा इन्चार्ज। 373 मा छ दौयारा दौयारा भनेको जस्तो देखिन्छ, यसको खान्जी हुँदैन, यस्तो देखिन्छ भन्नु पर्यो अथवा उस्तो देखिन्छ भन्नुपर्दा दौयारा भन्ने शब्द प्रयोग हुन्छ। 374 मा छ सेइदो सेइदो भनेको प्रणाली अथवा सिस्टम। 375 मा छ तेइदो तेइदो भनेको स्तर। 376 मा छ सिगेन सिगेन भनेको स्रोत रिसोर्स। 377 मा छ तेन्निन तेन्निन भनेको प्राकृतिक अथवा नेचुरल, तेन्निन सिगेन भनेको प्राकृतिक स्रोत भनेर बुझिन्छ। 378 मा छ इगाई इगाई भनेको बाहेक। 379 मा छ इन्साचु इन्साचु भनेको छपाई अथवा प्रिन्टिङलाई इन्साचु भनिन्छ। 380 मा छ इराई इराई भनेको अनुरोध गर्नु रिक्वेस्ट गर्नु। त्यस्तै 381 मा छ बाकुहाचु बाकुहाचु भनेको विस्फोट हुनु। 382 मा छ आकुमा आकुमा भनेको राक्षस। 383 मा छ हिन्का हिन्का भनेको प्राकृतिक परिवर्तन, यो चाहिँ मान्छेले परिवर्तन गर्ने होइन, यो सिजन प्राकृतिकमा हुने परिवर्तनलाई हिन्का भनिन्छ, हिन्का सुरु। 384 मा छ चिखामिची चिखामिची भनेको छोटो बाटो, यो त N5 को खान्जी छ, नजिकको र बाटोको खान्जी छ। त्यस्तै 385 मा छ केइजोकु भनेको निरन्तरता। 386 मा छ सोनकेई भनेको सम्मान अथवा रेस्पेक्ट। 387 जिमान जिमान भनेको घमण्ड, जिमान सुरु भनेको घमण्ड गर्नु। 388 मा छ गेन्बा गेन्बा भनेको स्थल अथवा साइड, यो चाहिँ अर्को ठाउँको काम भन्नु पर्यो भने गेन्बा भनिन्छ, विशेष गरी काममा प्रयोग हुन्छ। त्यस्तै 389 मा छ हेउखा हेउखा भनेको मूल्याङ्कन गर्नु, इभ्यालुएसन गर्नुलाई हेउखा भनिन्छ। 390 मा छ आइजु आइजु भनेको सङ्केत अथवा सिग्नल। 391 मा छ आरासी आरासी भनेको आँधी, यसमा खान्जी हेर्दाखेरि खाजे हावा चल्नु जस्तै खान्जी छ। त्यस्तै 392 मा छ माइगो माइगो भनेको हराएको बच्चा।
393 मा छ औबो भनेको आवेदन अथवा एप्लिकेसन। 394 मा छ सिन्साचु भनेको जाँच, यो चाहिँ मेडिकल चेकअपलाई सिन्साचु भनिन्छ। त्यस्तै 395 मा छ आकिरु भनेको दिक्क हुनु, बोर हुनु। 396 मा छ खाको भनेको विगत अथवा पास्ट। 397 मा छ खाचुदौ भनेको गतिविधि अथवा एक्टिभिटी। 398 मा छ किन्यु भनेको भर्नु अथवा इन्ट्री गर्नु। 399 मा छ जुम्बी भनेको तयारी अथवा प्रिपरेसन गर्नु। र 400 मा छ हिन्को भनेको परिवर्तन, यो चाहिँ मान्छेले गर्ने परिवर्तनलाई हिन्को भनिन्छ। हिन्का भनेको चाहिँ प्राकृतिकमा आफै हुने परिवर्तनलाई हिन्का भनिन्छ भने हिन्को भनेको चाहिँ मान्छेले गर्ने परिवर्तन भन्ने बुझिन्छ। यो सँगै JLPT N3 का 1000+ मिनिङहरूमध्ये 400 मिनिङ पार्ट 4 अन्तर्गत सकिसकेका छौँ। JLPT N3 को तयारीको लागि खान्जीको छुट्टै भिडियो राखेका छौँ, त्यो भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। भिडियो चाहिँ खान्जीको भिडियो धेरै पटक हेर्दाखेरि मात्रै सम्झिन सकिन्छ। त्यस्तै भिडियो कतिको सहयोग पुग्दैछ JLPT N3 को तयारीको लागि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। र बाँकी भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। बाँकी हुन्छ भने अर्को भिडियोमा हामी छिट्टै भेट्नेछौँ। जय माता नै, यो सिकाउने गाइसमस।